हामीसँग त रेकर्ड छ गृहमन्त्रीज्यू, भाटबटेनीको लुटपाटमा सत्तारूढ पार्टीको, तपाईकै पार्टीको सहमहामन्त्रीको छोरा पक्राउ परेको छ। किन छोड्नुभयो तुरुन्तै? तपाईको नेताको छोराले रक्सी लिएर गयो, उसले ल्याएको मान्छेले म रक्सी खान्न, मलाई कपडा काम लाग्छ भने कपडा लिएर गयो। पछि थाहा भयो तपाईहरुले पक्रिँदाखेरि, तपाईको पुलिसले पक्रिँदाखेरि भिडियोमा हेरेर पक्रियो, तर पक्रिँदा त नेताको छोरा रहेछ। नेताको छोरालाई छोड्नुभयो, ल्याएको मान्छे छुटेन। पछि यो कुरा सार्वजनिक गरिदिन्छु भनेर धम्काएपछि 2 घण्टाभित्र तपाईहरुले छोड्नुभयो। मान्य सदस्य, यहाँको निर्धारित समय सकिएको छ। त्यसकारण यो सत्य तथ्य सार्वजनिक हुन जरुरी छ। तपाईहरुले जबसम्म प्रजातन्त्र लोकतन्त्रको नाममा यस प्रकारको निरङ्कुशता चलाइराख्नुहुन्छ, हामीले यो निरङ्कुश तन्त्रको, यो व्यवस्थाको विरोध गरिराख्छौं र यो पनि हेक्का रहोस्। हामीले यो संविधानको शपथ खाएका छौं, तर यो संविधानले यो संविधानको आलोचना गर्ने र यो संविधान परिवर्तन गर्ने अधिकार पनि सुरक्षित गरेको छ। हामीले संविधान भित्रै बसेर यो संविधानको आलोचना गरिराखेका छौं। गृहमन्त्रीजीलाई भन्न चाहन्छु, तपाईहरु प्रजातन्त्रको पक्षमा हुनुहुन्छ, न्यायको पक्षमा हुनुहुन्छ भने रविन्द्र मिश्र लगायतका